नमस्कार, म मनबहादुर बुढा मगर। अहिले म मिडल इस्ट मध्यपश्चिमको दाङ जिल्ला बङ्गालचुली गाउँपालिका वार्ड नम्बर 2 बाट बोलिरहेको छु। आजको अब यहाँको चाहिँ मौसम अति पानी परिरहेको छ र सायद यो वर्षाले गर्दा चाहिँ धेरै मानिसहरूले चाहिँ किसानहरूले चाहिँ मकै पनि छर्नुहुन्छ होला। सायद अब मकै छर्ने बत्ती पनि जान लागिसक्यो होइन। आज हाम्रो यहाँको चाहिँ अब भ्यू देखाउन चाहन्छु म तपाईँहरूलाई। ल है त साथीहरू, आज म तपाईँहरूलाई आजको हावाहुरीको पानीको परेको भ्यू म तपाईँलाई देखाउन गइरहेको छु। ल हेर्नुहोस् है त साथीहरू, आजको मौसम पानी परिरहेको छ, पानी र झट्टा पनि परिरहेको छ। पुरा पानी र हावा पानी यसरी आइरहेको छ। सायद हामी किसानीहरूको लागि मकै छर्नको लागि चाहिँ एकदमै यो बर्सातले गएको होला, राम्रो लाग्छ मलाई। पुरा बर्सात भइरहेको छ दाजुले। पुरै पानी र हावा चाहिँ यस्तो तेर्सो हानिरहेको छ। हेलो गाइज, म चाहिँ गाउँतिर जाँदैछु है। बुढो बाजे हुनुहुन्छ, उहाँसँग भेट्न जाँदैछु। आज देशभरि पानी पर्यो, अनि पानी परेपछिको चाहिँ भ्यू है। ल अहिले चाहिँ ठ्याक्कै भन्नुपर्दा चाहिँ साँझको बेलुकाको 6 बजिसकेको छ। चराचुरुङ्गीहरू चाहिँ थकै लाग्दो। ल हेर्न बेलुकाको, दिनभरि वर्षाको बाद बेलुकाको भ्यू।